चिचो भने के हो फेरि यहाँ देखाउँदा यही हो एन्टर रात परि हेलो एभ्रिवान गुड मर्निङ साथीहरू म चाहिँ आज कहाँ जाँदैछु भन्ने कुराहरू चाहिँ हजुरहरूलाई देखाउँदैछु मैले चाहिँ अब ब्लगका आधी बाटो आएर स्टार्ट गरेको घरबाट चाहिँ अब स्टार्ट नगरेको नि त किनकि कति पुरानो घर मात्रै देखाउनु हजुरहरूलाई हेर्दाखेरि पनि अब लास्टै बोर हुन्छ साथीहरू त्यही भएर म चाहिँ अब साथीको घर जाँदैछु छु कि आज साथीसँग नभेटेको धेरै दिन भयो 3 महिना जस्तो भयो त्यही भएर म चाहिँ आज उसलाई भेट्नु जाँदैछु अनि हामी चाहिँ हिँड्दै हिँड्दै कहाँ आइपुग्यौँ भने नि त साथीहरू यहाँ म हजुरहरूलाई देखाउने छु ल ल हेर्नु सक्नुहुन्छ यो चाहिँ गभर्मेन्टको जग्गा हो यहाँ चाहिँ अब भाइहरू आउँदैछ मेरो भाइहरूको यहाँ जुत्ता देख्नु सक्नुहुन्छ 2500 को जुत्ताहरू र ब्रान्डेड जुत्ताहरू यहाँ चाहिँ पुरा गभर्मेन्टको जग्गा हो साथीहरू कत्रो ठुलो छ नि त यहाँदेखिको पर छ नि त्यो जङ्गल देख्नुहुन्छ होला कि साथीहरू यो सबै गभर्मेन्टको प्लटहरू कति आधी 20 मिनट भयो होला हामी हिँडेको 20 मिनट भयो होला साथीहरू हामी हिँडेको चाहिँ एकदम बिहानै देख्नु सक्नुहुन्छ भाइहरू कस्तो लाग्दैछ त हिँडेर बाबा कस्तो तिमी त मूर्ति जस्तो भएर हिँडेको अलिक यस्तो एक्साइटमेन्ट हुनु नि हो ल ल ल त यो चाहिँ कुन वाकिङ हो नि यो चिचो भने के हो फेरि बलको बस मेडल अरे नम्बर 1 हेर्नु न त्यसको भिडियो कति ह्यान्डसम छ लम्बु पनि लम्बु छ नि 6.4 इन्चको म त BTS को उयो हेरेको थिएँ के BTS भन्दा BTSहरुको स्टोरीहरु सबै हेरेको साथीहरु यस्तो मलाई त राम्रो लाग्यो BTS को त म त फ्यानै भएँ फ्यानै RM के अरे किम नामजनको त म त फ्यानै भएँ यस्तो मलाई मन पर्छ कस्तो बाटो त नि साथीहरु बिर्सेर के यता थियो बाटो हो उता जाँदै रहेछौँ मलाई चाहिँ किम नामजङ चाहिँ एकदम राम्रो लाग्यो फ्यानै भएँ म चाहिँ किम नामजङको चाहिँ BTS को चाहिँ साथीहरु बादल चाहिँ फेरि साँपले जस्तो जिब्रो निकाल्दै एक्लै हिँड्छ यता देखाउ न ल जिब्रो यहाँ देखाउँदा यो चाहिँ म बुढासँग आउँदाखेरि 3-4 चोटि चाहिँ आएको यो बाटो तर म चाहिँ बिर्सिहाल्छु कि बाइकमा अब हुँ यताको गली र उताको गली कुदाउनुहुन्छ बुढाले अब बाटो बिर्सेर भनेको 2 चोटि बिर्सिन्छ साथीहरु अघि पर अनि अहिले यहाँ यो सबै जग्गाहरू चाहिँ नि त अब जनतालाई दिन्छ कसको नाममा आउँछ अब जग्गा उनीहरूले पाउनेहरू यो सबै गभर्मेन्टको जग्गाहरू चाहिँ मेरो पनि पहिला आएको थियो नाम चाहिँ तर फेरि क्यान्सल भएर चाहिँ मैले पाइनँ अब यसपालि चाहिँ के हुन्छ यसपालि फेरि मलाई गभर्मेन्टको तर्फबाट चाहिँ जग्गा दिलाइदिन्छु भनेको छ इलेक्सन हुँदाखेरि चाहिँ अब भोटमा चाहिँ अब यिनीहरूले यसो भनेको हुन्छ क्या अब जनताको फाइदाको लागि गरिब दुखीको लागि प्लट जमिन घर बनाउनको लागि जमिन दिन्छ अनि आधी घर बनाउने सामानहरू पनि दिन्छ इँटा ढुङ्गा बलुवा रड आदि जस्तो अनि त्यहाँदेखि नानीहरूलाई पढाउनको लागि चाहिँ एकजनाको 15,000 गरेर सालमा दिन्छ अनि अरू रासिन चामलहरू दाल चिनीहरू मन्थली नै पाइहालिन्छ अनि अर्को कुरा चाहिँ के भन्ने साथीहरू ग्यास पनि फ्री हो ग्यास पनि फ्री दिने भनेको छ अनि हाउसवाइफहरूलाई चाहिँ मन्थली 1500 दिने भनेको छ अब रुल्स चाहिँ यहाँ अब आन्ध्र प्रदेशमा चाहिँ अब बदलिँदैछ पहिला चाहिँ अब आएको हातै थियो पहिला चाहिँ अब अर्कै थियो नि त
मुख्यमन्त्री अहिले चाहिँ अब अर्कै भइरहेछ। त्यही भएर चाहिँ अब पाइन्छ पाइँदैन साथीहरू मेरो ब्लगहरू हेर्दै गर्नुहोस् नि। म हजुरहरूलाई भन्दैछु अब चाहिँ साह्रै हातको साथीहरू एकैचोटि साथीको घर गएर भेटौँ है। ओ माई गड ऊ त्यहाँबाट एउटा बाइक आउँदै रहेछ। कम त खाली खाली छ जग्गाहरू त बाफ्रे। यो सबै गभर्मेन्टको जग्गाहरू हो नि त ठुलो छ। मेरो साथीले चाहिँ उसले चाहिँ पहिला पाइहाल्यो जग्गा। उसले चाहिँ जग्गा पाएर पनि घर बनायो। घर बनिनै आँटेको छ कम्प्लिट हुनै आँटेको थियो। बिचरा उसको चाहिँ फ्यामिली एक्सिडेन्ट साथी घरबाट साथी घर पुगेर भेटौँ भनेको साथीले फेरि मैले हजुरहरूलाई भनिहालेँ। अब मेरो साथीले चाहिँ पाएको थियो नि त गभर्मेन्टबाट जग्गा पाएर उसले चाहिँ घर बनायो। फ्यामिली एक्सिडेन्ट भएर चाहिँ त्यो चाहिँ अहिले इन्कम्प्लिट भएको छ। मिनिमम चाहिँ अब म्याक्सिमम चाहिँ अब भइ नै सकेको छ। ल अब चाहिँ एकैचोटि म पुगेर भेटौँ ल साथीहरू। बादल यसरी तिमी पनि यस्तो यस्तो वाकिङ गरेर देखाउ न गोबरले जस्तो। हामी चाहिँ आइपुग्यौँ साथीहरू टक्कसँगले। ल यही हो एन्टर। ఏమ్రా అంత లావుగా వచ్చేసినావు బొండలాగా అయిపోయినావు ఏం తేజు బాగున్నావు నువ్వు కూడా లావు వచ్చేసినావు ఇలా బిట్రా ఏముంది ఏం కూడా ఇంటికాడ అంతే నేను ఇంటికాడ నైటీనే వేస్తా నేను బ్లాగర్ అయిపోయినా యూट्यूब मा साथीहरु चाहिँ हामी बल्ल आइपुग्यौँ। यहाँ देख्न सक्नुहुन्छ नानीहरु తిన్నా हो ఏం తిన్నావు బాగా లావు చేసింది ఇత్రు చాలే ఫోన్ గజ్జి యామిని మాట్లాడతాను అని చెప్పింది హాయ్ బని ఎక్కడ మనుషులు లేదు ఎవరు లేదు పడుకున్నావు ఎక్కడ బయటే బాగుంది హస్బెండ్ కి టైం లేదు నర్చేసిన లోపల వేడి కదా चप्पल में खोलने मान दे तो వేడిగానే ఉంటుంది ఇంట్లో ఫ్యాన్ వేస్తే ఇంకా వేడి కూలర్ వేసేదా నేను కూడా కూలర్ మొన్న పోయి వారం తీసుకున్నా మళ్ళీ కొత్తది రెడీ అయింది అదే रात परिसक्यो साथीहरु रात परिसक्यो साथीले चाहिँ अब मासु कुखुराको मासु छ लिएर जा भन्दैछ अनि तताउँदैछ के गर्नु त्यही भएर हामी चाहिँ यहाँ बसिरहेको छौँ यहाँ चाहिँ रात परिसक्यो साथीहरु मासु लिएर जा कि जा भनेर उसले चाहिँ तताउँदैछ साथीहरु नानीहरु यहाँ खतरा बस्यो नि त हो घरमा साथीको म चाहिँ साथीहरु घरमा आइपुगिसकेको छु र आइपुगिसकेर पनि खानासाना खाएर पनि अब हाम्रो चाहिँ सुत्ने बेला भइसक्यो अनि भाइहरु सबै नानीहरु सबै सुतिसकेको छ अनि यहाँ देख्न सक्नुहुन्छ साथीहरु मेरो बुढा पनि पुरा सुतिसक्नु भएको छ एकदम आफ्नै दुनियाँमा व्यस्त हो अनि आज चाहिँ 3 महिनापछि मेरो साथीसँग भेट भएको नि त त्यही भएर एकदम राम्रोसँगले बातचित गरेर धेरै बातचित गर्दा गर्दा साथीहरु टाइम बितेकै थाहा भएन कि अनि हतार आए
हतार हतार आएर खानासाना पकाएर सबैलाई भोक लाग्यो भन्ने थाल्यो सबैले अब खानासाना खान दिइरहेको उनीहरू उतातिर सुत्न थाले साथीहरू म चाहिँ ब्लग एन्ड गरौँ भनेर चाहिँ हजुरहरूसँग एकछिन भेट गरेँ मैले र आजको ब्लग चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई साथीहरू यदि नयाँ भ्युवर्स हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् न लाइक कमेन्ट सेयर गरिदिनुहोस् न जसले चाहिँ गरिदिनु भएको छ उहाँलाई चाहिँ धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु र आज चाहिँ म यहीँ ब्लग एन्ड गर्न चाहन्छु साथीहरू गुड नाइट बाई बाई टेक केयर